यो समाचारको प्रायोजक वार ओभर द अल्टिमेट क्लोदिङ, केटाहरूको एक्सक्लुसिभ सोरुम मोटर स्ट्यान्ड कालेबुङ। क्लास 12 पास गरेपछि नर्सिङ पढ्ने हो? ग्रेजुएसन पछि के? करियरको चिन्ता हटाउनको लागि सिलिगुडीको सबैभन्दा ठुलो हस्पिटल डिसानको पहलबाट डिसान नर्सिङ स्कुल र कलेज सिलिगुडीमा सबैभन्दा धेरै जीएनएम र बीएससी नर्सिङको सिटहरू उपलब्ध छ। जीएनएम एन्ड बीएससी नर्सिङ एडमिसन धमाधम भइरहेको छ। स्कलरशिपको पनि व्यवस्था छ। एडमिसनको लागि सम्पर्क गर्नुहोस् 9051715171 डिसान नर्सिङ स्कुल एन्ड कलेज, फुलबारी, सिलिगुडी। नमस्ते। कालेबुङ मेला ग्राउन्डमा फेरि पनि एउटा फुटबल टुर्नामेन्ट हुन गइरहेको छ अनि यो टुर्नामेन्टको नाम हुनेछ के लिग अर्थात् कालिम्पोङ लिग। यो आगामी मोस्ट प्रोबाब्ली जुन महिनाको पहिलो सातादेखिको यो टुर्नामेन्ट यो हुनेछ यो कालेबुङ मेला ग्राउन्डमा र यसको आज मात्र कालेबुङको है फुटबल एसोसिएसन अफ कालेबुङ जो मेन अर्गनाइजिङ बडी हो, यसले योसँगको यो दोस्रो सिजन हो। 2023 मा पहिलोपल्ट यो कालेबुङ फुटबल एसोसिएसनले आयोजना गरेको थियो यो मेला ग्राउन्डमा। त्यो सफलतापूर्वक सम्पन्न भएको थियो भनेदेखिको 2024 मा विशेष गरी चुनावको कारणले गर्दाखेरि त्यो माने गर्नु सकिएको थिएन र 2025 मा अब फेरि यो के लिग सिजन 2 अब आगामी जुन महिनाको पहिलो साताबाट सुरु गर्ने उहाँहरूले तारतम्य मिलाइरहेका छन्। अनि यस टुर्नामेन्ट गराउनुको पछाडि मूल रूपमा एउटा स्रोत व्यक्तिको रूपमा है एउटा प्रेरणादायक एक व्यक्तित्वको रूपमा कालेबुङको विधायक रुदेन छाडा लेप्चा रहेको छ र उनकै पहलमा भनौँ, उनकै मार्गनिर्देशनमा यो कालेबुङ माने फुटबल एसोसिएसन अफ कालेबुङले यसपालि पनि यसलाई भव्य रूपले सम्पन्न गर्ने एउटा अठोट बनाएको छ र यसलाई लिएर आज यो कालेबुङको यो कर्मास किचनको माथिल्लोपट्टि हलमा एउटा यहाँनिर सभा बसेको थियो। पहिलो सभा बसेको थियो। सभापछि यहाँ विशेष गरी प्रेसलाई सम्बोधन गर्दै विशेष गरी बब्लु गुप्ता जो यो अर्गनाइजिङ कमिटीको टेक्निकल कोअर्डिनेटर हुनुहुन्छ, उनले टेक्निकल जानकारी दिएका छन् भनेदेखिको अर्कोतिर अभिषेक मोते जो मूल रूपले भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्तिका एक नेतृत्व हुनुहुन्छ, विशेष गरी 35 नम्बर समष्टिका, उनले पनि विशेष गरी उनीहरूले उनको अगुवाईमा रहेका युवाहरूले पनि अब यो जुन टुर्नामेन्ट हुन्छ त्यसलाई साथ र सहयोग दिनको निम्ति यहाँनिर जोडिएका छन् र सब कुरो ठिकठाक भएमा आगामी जुन महिनादेखिको यो यहाँ कालेबुङ मेला ग्राउन्डमा फेरि एकपल्ट फुटबल खेल हेर्न पाइनेछ। र विशेष गरी यस के लिगको एउटा विशेषता के छ भनेदेखिको यो केवल कालेबुङ जिल्लाभरिका मात्र टिमहरू यसमा हुनेछ। बाहिरबाट बाहिरबाट कुनै पनि टिम यहाँ रहने छैन। केवल कालेबुङ भित्रकै टिमहरूलाई माने फुटबलको जति पनि टिमहरू छ यहाँदेखिको तोरी ताङतादेखि लिएर सम्पूर्ण जति पनि ठाउँ छन् है त्यहाँका टिमहरूलाई लिएर नै कालेबुङ भित्रको प्रतिस्पर्धा गरेर है त्यहाँबाट एउटा राम्रो टिम निकाल्ने र राम्रो फुटबल प्रतिभाहरू खोज्ने र उनीहरूलाई उत्तरोत्तर अघिल्लो चरणमा पठाउने एउटा महत् एउटा उद्देश्य लिएर यो के लिगको आयोजना भइरहेको छ। र आउनुहोस् यसको बारेमा अहिले अभिषेक मोते अनि बब्लु गुप्ताले यसरी मिडियालाई जानकारी दिएका छन्। सम्पूर्ण कालिम्पोङ फुटबल प्रेमीलाई मेरो तर्फबाट हार्दिक नमस्ते अनि अभिनन्दन। विशेष गरी फुटबल एसोसिएसन अफ कालिम्पोङ डिस्ट्रिक्ट जसले 2023 मा फर्स्ट एडिसन अफ के लिग जो चाहिँ कालिम्पोङ लिग भनेर जानिन्छ, यसमा धेरै अब 24-25 मा हामीले जुन चाहिँ एउटा प्रोग्रेस गरिरहेको थियौँ, यो पालि पनि हामीलाई अब कतिवटा प्रोजेक्टमा हाम्रो एमएलए सर बिहाइन्ड द सिन भनौँ, एमएलए सरले जुन खालको एउटा आइएफए टुर्नामेन्ट्सहरूमा अन्डर 14, अन्डर 17, अन्डर 20 जुन चाहिँ हामीले प्रोजेक्टहरू गऱ्यौँ, त्यो प्रोजेक्टले गर्दाखेरि आज अर्पित छेत्री जो कालिम्पोङकै जो हुनुहुन्छ, उहाँले वेस्ट बेङ्गललाई रिप्रेजेन्ट गरेर एउटा हामीलाई अझै एउटा आर्ट बढाएको छ। र त्यसै सन्दर्भमा भन्नुपर्दा अन्डर 17 जो आइएफए वेस्ट बेङ्गल टिमको लागि सेलेक्सन कालिम्पोङ डिस्ट्रिक्ट भएर गएको थियो। क्रिस भुजेल जो एकजना कर्मक ससोनियन फुटबल एकाडेमीका स्टुडेन्ट पनि हो, उहाँले चाहिँ टिम इन्डियाको स्क्वाडमा जग्गा पाउनु भएको छ। सो हामीले के देख्दैछौँ भने
कालिम्पोङ फुटबल एसोसिएसन अफ कालिम्पोङ डिस्ट्रिक्टले फर्स्ट एडिसन के लिग गर्दाखेरि प्लेयर्सहरूले धेरै मोटिभेट भएर गयो। त्यही भएर एउटा हाम्रो सबैजनाले एउटा हाम्रो टिम एफएकेडी जो छ सेकेन्ड एडिसन पनि योपालि हामीले 2025 मा मध्ये 14वटा टिम अहिले हामीले जुन चाहिँ एउटा लिस्ट बनाएको छौँ त्यसमा 14वटा टिमलाई हामीले इन्भिटेसन पठाइसकेका छौँ। हिजो मात्र हामीले एमएलए सरसँग बसेर कुरा गर्दाखेरि एमएलए सरले यो भन्नुभयो कि कालिम्पोङको जति पनि छ नोक एन्ड कर्नर जहाँ जहाँ हुन्छ तपाईँहरू पुग्नुहोस्, त्यहाँबाट टिमहरू बोलाउनुहोस्। हामीले गोरुबथानलाई हामीले एक्सपेक्ट गरिरहेको छौँ, हामीले तोदे ताङताबाट पनि हामीले एक्सपेक्ट गरिरहेको छौँ, अलगढा पेदोङबाट त सधैँ नै सब प्लेयर्सहरू आइ नै रहेको छ। तर आज यो मिडियाको तर्फबाट पनि हामीले के भन्न चाहन्छौँ भने काइन्डली तपाईँहरूको यहाँनिर आएर पार्टिसिपेसन हामीलाई गरिदिनुहोस् र यो 2025 को सेकेन्ड एडिसन के लिग हामीले लास्ट डेट कन्फर्मेसनको लागि 1 जुन राखेका छौँ। अनि प्रिभियस इयरमा तपाईँले हेर्नुभयो भने कालिम्पोङ पुलिस भर्सेस जर्जियन एफसी जो एउटा हाम्रो लागि एउटा कालिम्पोङको गरिमा नै राखेर गएको छ। उहाँहरूले यो दुईटा टिमले जुनै पनि जग्गामा हेर्नुहोस्, सिक्किममा होस् या भुटानमा होस् या नेपालमा होस्, यो टिमले गर्दाखेरि यो दुईटा टिमले गर्दाखेरि सायद प्राय प्लेयर्सहरू बाहिर गइरहेको छ, खेलिरहेको छ, कतिजनाले कलकत्ता प्रिमियर लिगमा पनि चान्स पाइरहेको छ। सो यो नै हाम्रो लागि एउटा मोटिभेट होस्, हाम्रो आउँदो फ्युचरले पनि युथहरूले पनि यही नै सिकोस्। सँगसँगै अन्डर 14, अन्डर 17 र अन्डर 20 को नानीहरूलाई पनि हामीले इन बिट्विन हामीले टुर्नामेन्ट्स भन्ने चिज नगरेर उनीहरूलाई इन्भिटेसन दिएर दुईटा टिमलाई बोलाएर एउटा स्काउटिङ जस्तो प्रोग्राम राख्ने जसमा हामीले टिम बनाउने, टिम बनाएर त्यो टिम चाहिँ के को लागि भन्दा आउँदो यो 2025 मा एउटा आइएफए टिमको लागि अन्डर 14, अन्डर 17, अन्डर 20 को लागि पनि हामीले यसै के लिगको बिचमा हामीले गर्ने एउटा जमर्को कसेका छौँ। विशेष गरी म धन्यवाद दिन चाहन्छु हाम्रो उज्जवल जो चाहिँ अभिषेक जो चाहिँ अब युथको एउटा कर्मक सदस्य हुन्, जसले आज आएर एउटा फुटबल भन्ने बित्तिकै एउटा जुन चाहिँ लभ छ, माया छ होइन, हाम्रो मोटिभ नै लिभ लभ इन्जोय फुटबल। अनि यो जुन चाहिँ हामीले के लिग गर्दैछौँ यो चाहिँ एउटा अफिसियल टुर्नामेन्ट हो। यो सबै टुर्नामेन्टहरू जुन चाहिँ हुँदैछ मेला ग्राउन्डमा यो चाहिँ आइएफएको निगरानीमै हुँदैछ। जुन चाहिँ आइएफएले चाहिँ वाच आउट गरिरहेछ प्लेयर्सहरूको स्काउटिङ के कसो हो, कुन प्लेयर कहाँ खेल्दैछ, त्यसको स्काउटिङ मेम्बर्सहरू पनि आउँछौँ। र सँगसँगै अब यहाँनिर हामीले देखिरहेको छौँ विगतको दिनमा मेला ग्राउन्डमा इभेन्ट्सहरू हुँदाखेरि कोही बेला नानीहरूले झगडा खाइरहेको होइन, झगडा भइरहेको, त्यसको लागि पनि अब म के भन्न चाहन्छु भने एउटा सेफ्टी एन्ड सिक्योरिटीको लागि पनि त्यसमा मध्यनजर राखेर एउटा सबै हाम्रो कालिम्पोङ जनताले नै आएर फुटबललाई सपोर्ट गरिदिने। अनि लेट अस अल लिभ लभ एन्ड इन्जोय फुटबल। थ्याङ्क यू। सम्पूर्णलाई नमस्कार। र विशेष आज हामी फुटबल एसोसिएसन अफ कालिम्पोङ डिस्ट्रिक्टसँग हामी युथहरू पनि बसेको छौँ र उहाँले जुन प्रकारले हिजो एउटा उहाँको एउटा जुन चाहिँ चलि नै रहेको लास्ट इयरदेखि एउटा जुन चाहिँ सुरु भयो कालिम्पोङ लिग है, चलि नै रहेको थियो, हामीले पनि हेरि नै रहेको थियो त्यो लिगलाई। र हामीले त्यहाँ ग्राउन्डमा एज अ के अरे भिजिटर जस्तो भएर हामीले हेऱ्यौँ, एउटा अडियन्स भएर एउटा एन्टरटेनर भएर हामीले हेऱ्यौँ। विशेष योपालि हामी यहाँ लिगसँग संलग्न हुँदाखेरि हामी उति हर्षित पनि छौँ। र विशेष म तपाईँलाई यहाँदेखि के भन्न चाहन्छु, हामी विशेष उहाँसँग जोडेको कारण चाहिँ फुटबल कालिम्पोङभित्रमा हुन्छ। हामी सानोतिनो फुटबल गरेर आएको पनि मानिसहरू हौँ है। गाउँमा तपाईँहरूले देखि नै रहनुभएको, म बारम्बार यसरी पोस्टहरू पनि गरिरहेको छु, सानो कुराहरू हामी गाउँतिर गर्छौँ। तर आजको दिनमा हामीसँग हाम्रो एउटा एसेट कालिम्पोङको मेला ग्राउन्डभित्रमा एउटा कालिम्पोङ लिगमा वाइ नट हाम्रो स्टुडेन्ट्सहरू, हाम्रा युवाहरू जो अपग्रोइङ छ र भोलिको दिनमा यिनीहरू कालिम्पोङ जस्तो जग्गाबाट नेसनल टिमतिर खेल्नु जाँदाखेरि चाहिँ कालिम्पोङको नामलाई रोशन गर्छ भनेपछि चाहिँ हामी युथहरू पनि उहाँलाई सघाउनु चाहिँ अगाडि आएको हुनुपर्छ भन्ने म विशेष यहाँबाट तपाईँलाई भन्न चाहन्छु। र म यो प्रकारमा कन्भिन्सिङ छु र कन्भिन्सिङ भएको कारणले गर्दाखेरि नै हामी सम्पूर्ण युथ उहाँहरूसँग हामी छौँ, हरेक पाइलामा छौँ, हामी उहाँहरूलाई सघाउनेछौँ, हरेक पाइलामा हामी सघाउनेछौँ। र विशेष म धन्यवाद यहाँबाट दिन चाहन्छु हाम्रा विधायक रुदेन सादा लेप्चा ज्यूलाई, जुन चाहिँ प्रकारले उहाँको भिजन अनुसार भित्रमा कालिम्पोङमा नट ओन्ली कालिम्पोङको यो वरिपरि जग्गाबाट मात्र होइन, तर तोदे ताङतादेखि लिएर गोरुबथान जस्तोबाट पनि प्लेयर्सहरू आउनुपर्छ। किन बाहिरको प्लेयर्सहरू मात्रैलाई इम्प्रेस गर्ने, वाइ नट हाम्रो स्टुडेन्ट्सहरूलाई पनि गर्नुपर्छ। यो भिजनलाई लङ टर्म भिजन उहाँले देख्नुभयो र देख्नु भएको कारणले गर्दाखेरि उहाँहरूसँग एउटा कन्भिन्स भएर उहाँको एउटा आइडियाले गर्दाखेरि म स्वयं पनि कन्भिन्स भएको हो र हामीसँग हुने युवा सबै दाजुभाइहरू पनि कन्भिन्स भएको। त्यसर्थ यो हुनु लागेको जुन चाहिँ यो कालिम्पोङ लिग छ त्यसमा हामी युथहरू उहाँहरूसँग छौँ र उहाँहरूसँग हामी हरेक पाइलामा उहाँलाई सघाउने र युथको एउटा जुन चाहिँ महत्त्व छ
र जुन चाहिँ एउटा युथ भएको एउटा जुन चाहिँ हाम्रो उद्देश्य छ, सायद यो उद्देश्यलाई पनि हामीले यो फुटबल मार्फत पनि पुरा गर्न सक्छौँ भन्ने कुरा तपाईँको समक्षमा राख्दैछु। र म यो कालिम्पोङ फुटबल एसोसिएसनसँग म है संलग्न हुँदाखेरि चाहिँ म पनि हर्षित पनि छु र म यसलाई अगाडि देख्न चाहन्छु र हामी सबैजना उहाँसँग छौँ भन्दै म यो 2 शब्द यहाँ राख्न चाहन्छु। धन्यवाद।